हेलो गुड मर्निङ एभ्रिवान। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि हामी चाहिँ यहाँ बेस्टरको घरमा छौँ, लमजुङ बेसी सहर। अनि हामी चाहिँ दादाको बिहेमा आएको, दादाको चाहिँ भोलि जन्त जाने दिन। अनि यहाँनिरको सबै हाम्रो घर चाहिँ यहाँ 9वटा छ होइन, हाम्रो एकदमै ठुलो परिवार छ। सबैजनालाई एक एकजनालाई गरेर म इन्ट्रो गराउँछु। चलो यसलाई के बाटेको भन्छ अरे? तोरण बाटेको। ल यहाँ चाहिँ तोरण बाट्दै हुनुहुन्छ छोराको बिहामा। यहाँ हाम्रो कान्छो दादाको बिहे हुँदैछ, बिहेको तयारी। यता मम्मी, यता हाम्रो काकी हुनुहुन्छ। एकछिनपछि रोटी हाल्नुपर्छ। अझै सेलरोटी हाल्ने बाँकी छ, कसार पनि बटारिसकेको नि होइन। सबैजना आउनु हाम्रो छोराको बिहामा। सबैजनालाई हाम्रो उता विराटनगरतिर चाहिँ किन्छन् है, यहाँ चाहिँ बाड्दो रहेछन् कि तोरण। यहाँ चाहिँ बाटिन्छ, गाउँघर भयो त्यही त। पाहाडतिर त बाट्नु पर्ने भने हाम्रोतिर त यही पाइँदैन। अनि बाबियो भन्ने बाबियो पाहाडतिरबाट अनि बेच्ने यहाँ लोभ लागिसक्यो कि यो बाबियो त तलबाट खोजेर ल्याउनु पर्छ। एउटा धुलो राख्नु राखिरहनु पर्ने क्या। कति वर्षपछि बिहान भेट्दा भाउमा धेरै वर्षपछि भयो नि। आउनुपर्छ बेला बेला फेरि। टाढाको साह्रै टाढाको अवधि भयो कि है। पहिला बुन्थ्यो नि यहाँ लोही बाटेर, यहाँ नि बाटेर बुन्थेन, ताङ्गाहरू घुने रातभरि बाट्यो अनि बिहान गयो ताङ्गाउनु। धेरै गऱ्यो काम। हेलो आमा, हाम्रो काकी आमा तोरण बाट्दै हुनुहुन्छ। हो हेलो भन्नु। आमाले हो होइन, हेलो भिडियो हो, भिडियो बनाएको। हेलो भन्नु न। हेलो नातिको बिहेमा यहाँ तोरण उन्दै हुनुहुन्छ हाम्रो आमा। सन्चै छैन, उहाँ चाहिँ पिठो बनाउँदै हुनुहुन्छ रोटी बनाउनलाई। हाम्रो काकी हजुरआमा, कान्छी काकी हजुरआमा, कान्छी होइन कान्छी काकी हजुरआमा नि जानेको छु त। ल हाम्रो घरको बिहे घरको रोटी आधी अझै भरिन बाँकी चाहिँ, आधी चाहिँ यति छ। अझ त भोलि हुनु बाँकी छ, थोरै हो, भर्खर पकाउँदै हो। अब हामी पकाउँदै गरेको ठाउँमा जाऊँ है त। पकाउँदै गरेको ठाउँमा जाँदैछ मेगा, जग्गा बनाउँदै गरेको ठाउँमा। आमा खाना खानुभयो? यता जग्गा बनाउँदै हुनुहुन्छ। बोल न यहाँ बुहारीले रोटी बोक्दै खान् तँहरू त। रोटी देखाउनु लु जाऊ अहिले टिप्नु। कोठाभित्र नाति लाएर ल त्यहाँ बाटो झऱ्यो। खाइसक्यो
यहाँ धमाधम रोटी पाक्दैछ नि रोटी अघिकै कोठामा गएर फेरि राख्नुहुन्छ होइन नि अझै पकाउनु अझै बनाउनु बाँकी छ कस्तो लागिरहेको काकी बोल्नु अरे दिदीहरू कस्तो लागिरहेको छ कान्छो छोरा बिहा बोल्दै गर्नु दिदी काकी आन्टीहरू यता माइजूहरू भाउजूहरू कान्छो छोराको बिहा कस्तो लाग्यो कान्छो छोराको बिहा एकदम ह्याप्पी आमा नाचिरहनु भएको त खुसी हुनुभयो कान्छो नातिको बिहामा रमाइलो लागिरहेछ अनि खै त भनेको भन्नु न त कतिको रमाइलो लागिरहेछ यता हेरेर भन्नु न रमाइलो लाग्यो यहाँ देखाउने होइन क्या ल ल नातिनु बिहामा गफ गरौँ त जान्दिनँ म त ए आमा जान्दिनँ कसैले भात हामी चाहिँ फुपू दिदी र म यहाँ हामी टिकटक बनाएको दुईटा टिकटक स्टार टिकटक यता चाहिँ मेरो देउरानी टिकटक स्टारै हो जानेर चाहिँ त्यस्तो जेठानीको छोरी भन्नु न ल जग्गातिर हिँड एकछिन टिकटक बनाउने अरे त हिँड जग्गातिर टिकटक बनाउनु दे क्या यहाँ बनाइदिनेहरू बनाउने अरे क्या जितिर म ए पुगेको जग्गा चाहिँ एउटाको बाबालाई त बोलाउनु यो त स्टार्ट बन्दै आमा नबोलेको हेर त कस्तो खालको मैले लाउनु पर्छ अहिले लाउँछु म उता टिको लगाइदिउँ हेलो कस्तो लाग्यो बेहुलाको बाबा हेलो मात्रै हेलो बेबी नाम के भन्नु प्रिया भन्दै र प्रियाको नाम प्रियाले भन्दै कोही बोलेको नानु नानु दिदीसँग गफ गरिदेऊ यहाँ कस्तो लाग्यो मामाको बिहे मजा आएको छैन मान्छे हेर त उ त्यहाँनिर क्यामेरा खायो माम खायो कति खायो धेरै खायो कति खायो भन त रोटी खाने रोटी खाने नभोलि हेर त म यतारी अहिले खै बुनु के गर्दैछौ हो दुलाको धुलियामा त कहाँ रोटी हाल्नु हुन्छ त हात पोल्दैन पाइयो र ल ल काकी आमाले रोटी फन हालिदिएको यता मेरो दिदी भान्जी दिदी कति वर्षमा भेट भएको यता त हाम्रो नानीले त प्याज त किसमै बनाउँदैछ होइन होइन अल्झाउने होइन अब जाने हो कलासहरू रङ्ग बनाउने क्या हामी नानीको कलासहरू बनाउने हाम्रो बेहुलाको मम्मी हाम्रो काकी
खाइसक्नु भयो अनि यता हाम्रो दिदी यता हेर्नु भाडा मोल्दै मोल्दै हेर्नु अब बेसी सहर बजार बेसी सहर नमस्ते मेरो लुरे बुवा सबैले लुरे दाइ भन्छ अरे मेरो म चाहिँ लुरे बुवा भन्छु सबभन्दा चाहिँ ठुलो चाहिँ मेरो छोरा गिफ्ट खानुहुन्छ राजा भर्खर खान्छ ए ढोली होइन क्या आज मेहन्दी उता हो यता एकै नजिक भएको सँगै हुन्थ्यो दुला अनुहार जाँदैछन् भिडभाड छ देखिन्न केही पनि त्यस्तो ढिलो भइसक्यो क्या यता आए ल हाम्रो बेहुला दादा ह्यान्डसम यहाँ बाबुलाई देखाउनु यहाँ बेहुलाको बाबा यहाँ हाम्रो सानो पुछु यता बाबु बाबु आमै काकाको बिहामा जानु आँटे हो जन्ती जाने हो यहाँ दिदी बेहुलाको दिदी यता भाउजू यहाँ हाम्रो काकी यता त ज्वाइँ हाम्रो ज्वाइँ हुनुहुन्छ यहाँ सबैजना सुतिरहनु भयो उठ्नु भएकै छैन हामी चाहिँ 3:30 बजे उठेको 3:30 बजे उठेर यहाँ बसेको बेहुला अनुहार हेरेको होइन हाम्रो बेहुला चाहिँ त्यहाँ तयारी हुँदै हुनुहुन्छ यहाँ छोरी अब बाबुलाई धन्नै लडे यहाँ दिदी तयारी भएर सक्नु भएकै छैन कति बजी उठेर तयारी हुनुभएको दिदी यता हाम्रो माइजी हुनुहुन्छ पूजा गर्न सिकाउँदै हुनुहुन्छ हाम्रो काकीले हाम्रो दुलाको माउलाई बाहिर राखेको जुठो हुँदैन नि त काकीले सिकाउँदै हुनुहुन्छ अब खोइ दुलाको दाइ खोइ त बाबु हेर न बाबु अनि बाबुलाई अनि बेहुलालाई बिथाएर जाने है बेहुला त यसो बाटो छोड्दै दुलाको भाइ भएर मकै हो छोरा हो
राम्रोसँग बाबु स्पिकर अब यो यहाँ काका बेहुलाको काका बाहिर आएर सुनिन्छ बाबा अनि बेहुलाको मम्मी उता काका अरूलाई त्यति चिनाएन जन्तीहरू जाँदैछन् हेर्नु दुलाको भाइ त मकै हो बोल्दैन ल दादा राम्रोसँग जन्तीहरू राम्रोसँग गरेर राम्रोसँग बरु छिटो गरेर आउने एउटा त काकी अहिलेदेखि नाच्ने भोलिसम्म कति थाक्ने अनि यहाँ माइजू हुनुहुन्छ यहाँ मम्मी हुनुहुन्छ माइजू चिया बनाउँदै हुनुहुन्छ विराटनगर है विराटनगरवासी विराटनगर मात्रै हेरेछ हामी विराटनगरका मात्रै यहाँ भेला विराटनगरको भेला छौँ यहाँनिर होइन अनि हाम्रो दिदी र अनि कुनै चाहिँ आज आउनुभएको बिहेमा यो तिम्रो खाऊ है यहाँ केटाकेटी है त हाम्रो दिदी के खानु झट्का लगाएर खाउने हामीलाई के खाने म काकी पनि आउने चिया यता काकी काकी आएर चिया पकाउनु भनेर खोजेको चिया खाने भनेर खोइ त चिया तलै बनाउने डिप्चीमा तल बनाउने होइन अनि रमझम पानी परिरहेछ हिजो पनि यस्तै पानी परिरहेको थियो आज पनि यस्तै पानी ला अब हामी तल रक्तौली एकछिन नाचेको हेर्न सक्छौँ होइन ल चाहिँ यहाँ रतौली नाच चाहिँ भयो रतौली दोरी खेले पनि रतौली आजको भ्लगमा यही इन्ड गर्दैछु मैले राम 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 हिजोदेखि बनाएको पनि छ होइन अनि त्यसलाई एकै ठाउँमा चाहिँ राखेको थियो अब कति आधी आधी गरेर बनाइराख्ने भनेर मैले हिजोदेखि त्यो मण्डप सजाएदेखि लिएर दादालाई बेहुली लिएर पठाएर रतौली नाच्नुमा मैले चाहिँ एकै ठाउँमा चाहिँ बनाएको छु सो प्लिज सबैजनाले हेरिदिनु होला अन्तिमसम्म र यति भन्दै म यही बिदा हुन चाहन्छु बाई बाई एन्ड सब्सक्राइब गर्न नबिर्सिनु बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सिनु होला थ्याङ्क यू बाई बाई